कति इन्चको रे? हजुर यो फुटबल हो कि टिभी हो? 52 इन्चीको टिभी भने यही हो त? यही हो नि। त्यही गरेर पो राजबाबु बिहोस भएर नि त। भित्र अरू होला बाहिर निकालियो गोटो सट्टो होला। भित्र अरू छ कि खै हेरौँ। के छ हाल्दिया छ टिभीमा के हाल्दिया हो? यस्तो केही पनि नभएको टिभी ल्याएर यही 52 इन्चको टिभी? फलाटु टिभी हेर यार। कबटा रे कति न गाउँभरिमा सबैभन्दा ठुलो टिभी ल्यायो भनेर ढाक्दै होइन? त्यही हो ठुलो टिभी? कति इन्चको अरे फेरि भन् त? अब बुद्धि बिग्रिया छ र? धेरै पैसा खर्च गरेर ठुलो टिभी ल्याउनलाई? त्यही त भने त नेपालीहरू त्यसै बिग्रिया हुन् त। अब उता घर छानु चुइरा हुन्छ, यता यति ठुलो 50 इन्चीको टिभी ल्याएर वहाँ पर हेरेर बसे हुन्छन्। त्यही बेला छानु तप्लक्क चुएर मुहा टप्प पानी पर्दाखेरि झस्याङ्ग भएर थाहा पाउँछन्। अब सानो टिभीले चाहिँ सानो समाचार, ठुलो टिभीले ठुलो समाचार आउने हो र? सानो टिभीमा चाहिँ पटका पड्काको समाचार आउने र ठुलो टिभीमा चाहिँ तोपै पड्का समाचार आउने हो? ल बटारेले ठिक कुरा गर्यो है। त्यही त भने सानो खर्चले पनि गर्जो टार्न सकिन्छ, मित्त बेइता हो।